नयाँ सरकार बनेपछि एआईबाट चाहिँ विकास गुटुङ पाराले अगाडि बढिरहेछ। केराको विकास वात्तै 300 देखि 350 सम्म पर्ने विकास भयो। पेट्रोलको भाउ त्यस्तै भएको छ। सुकुम्बासी बस्ती गरिब निमुखाहरू पुरै दोजर लगाएर चाहिँ पुरै सुकुम्बासीको अन्त्य गरिबीको अन्त्य गरिएको छ। यो विषयमा चाहिँ एकदम खुसी भएर मेरो हजुरआमा अर्थात् हजुरबाको हजुरआमा खुसी भएर यो धरतीमा झरेर सरकारको मन्त्रीहरूका सुन देखेर त्यति चाहिँ अब त के सुन हो र भनेर आफ्नो पालाको सुनको भाउ कति थियो, कतिमा बनाएको थियो भनेर भन्न आउनु। उहाँको आफ्नै मुखबाट सुन्नुहोस् ल। अनि 400 रुपियाँ 500 रुपियाँ तोला 400 रुपियाँ 500 रुपियाँ तोला हुँदा मैले पनि अलिअलि जोडेको छु। सो इट्स नर्मल जस्तो लाग्छ मलाई। सुन्नु भएन, विश्वास गर्नु भएन कि विश्वास अझै लागेन। मेरो हजुरआमाले सुनको भाउ 400 देखि 500 रुपियाँ तोलासम्म मैले बनाएर लगाएको हो भनेपछि विश्वास गर्नु भएन। नगरेको भयो हेर्नुहोस् यहाँ यो सुनको लोटा उहाँले हाम्रो छोडेर जानुभयो। हजुरबाले हामीले राखिदिएको, बुवाले पनि नमासेर राखिदिएको, अर्को लोटै नलगे यो 500 रुपियाँ तोला 400 रुपियाँ तोला हजुरआमाले उहाँले पनि थाल हेर्नुहोस् सुनको थाल तोलाएर मेरो हजुरआमाले मेरो पुर्खाको लागि भनेर यसरी जोडेर राखिदिनु भयो। जान्छ अन्य छ त यता बाक्सातिर मिनतिर नि लुगाएर राखेको छ कि चोर लाग्छ नि त, चोर लाग्ने भएर चाहिँ यता बाक्सातिर नि छ। अनि भाइलाई पनि भाग लाएर दिएछु मैले भन्दा धेरै। भाइको भागमा त 1 कुइन्टल जति नै छ ल गफला होइन। गएर हेरेपछि होइन भाइको त पसलै छ अझ यहाँ तल बजारमा जानुपर्छ पसल सुनको 400-500 रुपियाँ तोलाको जोडिदिनु भएको थियो हजुरआमाले। अहिले बेचेर बसेको छ गुटुङ टुङ ल। म हजुरआमालाई चाहिँ यहाँ लिटो सिटो खुवाउनु पर्ने छ, पकाउनु पर्यो लिटो सिटो खुवाउनु पर्ने छ, पकाउनु पर्यो भोग लाग्ने छ।